सेलु, आज म निराश छु। मेरा चेहराका हरेक नसामा आत्मग्लानीका रेसाहरू बहिरहेका छन्। लाचार भएको छु, खै कसरी भनौँ। जब तिम्रो सामु ओठ खोल्न खोज्छु, अनायसै बडेमानको पहाडले थिचेको आवाज हुन्छ र धरातल भाँसिएर तल गहिराईसम्म पुग्छ। म विवश छु परिस्थितिसँग घुँडा टेक्न। मेरो आफ्नै प्राण र धड्कन पनि आफै लिलाम गर्न बाध्य भएको छु। आत्मविहीन यो भौतिक शरीर लिएर म बाँच्न बाध्य भएको छु। हो, म बाध्य भएको छु। म यसै गरी एकहोरो बेसुरमा फतफताइरहेको थिएँ। सिलुका गहवरी मोतीका दानाहरू टिलपिल टिलपिल भरिएका थिए। सायद मेरो अव्यक्त भावनाहरू नै उनका लागि इसारा बनिरहेका थिए। सूर्यले पश्चिमको क्षितिज क्रमश चुम्दै गइरहेको थियो। किराहरूको एकहोरो किरकिर आवाजले मनमा एक किसिमको डर, त्रास र भयको सिर्जना गरिरहेको थियो। पौष माघको साँझ चिसो हावाले हामी दुवैलाई चुमिरहेको थियो। शरीर एक तमासले लुकलुक काँपिरहेको थियो र निराशापनको भाव झल्किरहेको थियो। सिलु मलिन मुहार पार्दै सामिप्यता बढाइन् र आँसुका ढिक्का टलक्क खसाउँदै भनिन्, भन दिपु, आखिर कतिन्जेल यसरी तडपाएर मनका भावनाहरू मनमै कुट्याएर राख्छौ? तिमीले नै भनेको होइन, कुनै पनि कुरा गुम्साएर साँचेर राख्यो भने बताउनलाई भोलि फेरि नआउन पनि सक्छ। अनि मन मिल्ने मान्छेलाई दुःख बाँड्यो भने दुःख घट्छ भनेर। फेरि तिम्रो मभन्दा नजिकको कुनै छ र यो दुनियाँमा? रुन्चे स्वर जति जति उनका आवाजहरू पोखिँदै जान्थे, उति उति मेरो मन डर र त्रासको भयले मन्द मन्द घोच्दै जान्थ्यो अनि आफ्नो पनको बोध नजिकै भएर आउँथ्यो। धेरै बेरको मोहन्तापछि फेरि थपिन्, कि कतै हाम्रो मायामा, भन्दै मुन्टु तलतिर झुकाइन् र उनका शब्द र गलाहरू अवरुद्ध भयो। सायद उनमा पनि एक किसिमको शङ्का र भयले गाँजिसकेको हुँदो हो। बिस्तारै उनको मन्टो सम्हालेर मेरो काखमा राखेँ। शिरशिर हावासँगै उनका लामा लामा केसहरू तछाड मछाड गर्दै सल्बलाइरहेका थिए। गन्तव्यविहीन यात्रामा यत्र तत्र आफूलाई सम्हाल सिलु। संसार हाम्रो होइन, हामी मानिस समय र परिस्थितिको दास हौँ। जस्तो सुकै परिस्थिति सहेर पनि बाँच्न सिक्नुपर्छ। हो, यही नै हो हाम्रो मजबुरी, भन्दै सम्झाउँदै थिएँ म। रात आफ्नै गतिमा सलल्ल बगेर छिप्पिँदै गइरहेको थियो। पारी गाउँका कुकुरहरू घ्वाङ घ्वाङ आवाजसँगै वफादारीपूर्वक घरको पहरा दिइरहेका थिए। आज बाध्यता र व्यवस्थाले निम्तिएको मेरो अन्तिम निर्णय सिलुलाई सुनाउनु नै थियो। भित्रैबाट साहस जुटाएर मैले कापेको स्वरमा भने, सिलु, मलाई माफ गरिदेऊ। म चाहेर पनि यो जुनीमा तिम्रो भएर रमाउन सकिन। हाम्रो बिहे अब सम्भव छैन। दुवैमा धैर्यताको बाँध फुट्यो। अचानक बेचैनीको सनाटा छायो। फेरि दुवैले आफैलाई सम्हाल्यौं। मैले त भनेकै थिएँ नि दिपु, तिम्रो लागि म योग्य छैन। तिम्रो हरेक दुःख सुखमा साथ दिए पनि तिम्रो खुसीमा रमाउने अधिकार मलाई यो समाजले दिँदैन। म एक गरिब, दलित र पिछाडिएकी परिवारकी छोरी। तिमीसँग सम्बन्ध गाँच्न खोज्नु त्यहाँ भन्दा ठुलो भुल मेरो जीवनमा किनै हुन सक्छ र? भन्दै आफैलाई धिक्कार्दै थिइन् उनी। सिलु, चाहेर पनि नपाउनु यो प्राकृतिक दोष हो। मलाई राम्ररी थाहा छ तिमी दलित हौ, तर तिमीमा त्यस्तो के छैन जुन उच्च खानदानी नारीमा छ? भन सिलु, के कुराको कमी छ तिमीमा? नचाहेर पनि बाँच्नुपर्ने बाध्यता हुँदो रहेछ। जन्मसँगै मृत्युको सम्झौता पुरा नभई चाहेर पनि प्राण फाल्न सम्भव रहेनछ। सम्झाउँदै भने, दिपु, मेरो कारण यो दुष्ट समाजमा तिम्रो लागि कुनै आँच आउने छैन। यो समाजलाई मैले राम्ररी बुझेको छु। अब यी सबै हाम्रा प्रेम कहानीहरू तिमीले पनि भुल्नुपर्छ। तिम्रो आफ्नै छुट्टै संसारमा रमाएर जुगौँ जुग बाँच्नुपर्छ। यसमा मेरो पनि मन रमाउने छ। म कदापि तिम्रो खुसी खोज्न आउने छैन। न्यानो स्पर्शसँगै भनिन्, सिलु, तिमी कति महान छेउ है, भन्दै उनको गालामा स्पर्श गर्दै रुन्चे हाँसो हाँसिदिए।
छाइरहेको थियो। बिस्तारै बिस्तारै दुवैजनाले बाहारी पाइलाहरू अगाडि बढायौँ र सदा झैँ म सिलुको आँगनसम्म पुर्याउन गएँ। दलानको डिल टेक्नु पूर्व पछाडि फर्केर इसारामै बिदाईका हातहरू हल्लाइरहेकी थिइन् अनि स्वीकार्दै लागे आफ्नो वासस्थानतिर। माघ महिनाको जाडो बिहानको करिब 8 बजी सक्दा पनि सूर्यका किरणहरूले आफ्नो प्रभुत्व जमाइसकेका थिएनन्। आँगनभरि मानिसहरू सल्बलाइरहेका थिए। घरबाट टाढा हिँडेर जन्ती जानुपर्ने भएकाले करिब 9 बजेतिर सबै आफन्त मेरो बिहेमा त आउल भनेर निम्तो थमाउँदा, दिपु अवश्य आउने छु नि, तिम्रो खुसी नै मेरो खुसी त हो नि होइन र भन्दै उही पुरानो मन्द मुस्कान नयनभरि झल्किरहेको थियो। नभन्दै त्यही भिडबाट हस्याङ फस्याङ गर्दै समीपमा आएर दिपु बेस्ट अफ लक, मे गड ब्लेस यु भनिन्। मेरो मनमा खुसीको सीमा थिएन। अलग खालको ऊर्जा मिलेको थियो। जीवनले यात्रा मोडिसकेको थियो। अब परिवारमा अलग्गै जिम्मेवारी बोझ काँधमा थपिएको थियो। घर परिवारमा बेग्लै किसिमको खुसी र आनन्द छाएको थियो। परिवारको एक्लो छोरा, त्यसमा पनि बाबा आमाको हेराइ र रोजाइको बुहारी भित्राउन पाउँदा संसारका ती भाग्यमानी बाबा आमाको खुसी मिलेको थियो। मेरो बाबा आमा पनि बेग्लै संसारमा रमाइरहेका थिए। बिहेको पर्सिपल्ट सबेरै गाउँभरि हल्ली खल्ली भयो। सिलु घरमा छैन रे, बिहान ओछ्यानमा हेर्दा भेट्याएनन् रे। यस्तै आवाजहरू गाउँभरि गुन्जिरहेका थिए। एक्कासी आङ सरर र फुल्लिएर आयो। सिलु एउटी असल चरित्र भएकी नारी हुन्। यो हुन सक्दैन। फेरि जुट्यौं सबै मिलेर सिलुको खोजीमा। आखिर सिलु भेटिन्, तर मृत अवस्थामा। भिड एकाएक विलाप र रोदनमा परिणत भयो। मृत्युको रहस्य बुझ्न सबै आतुर रहेका थिए। भिड मध्येको एउटा दोषी म आफै भएको महसुस भइरहेको थियो। भित्रभित्रै आफैलाई धिक्कारे। कतै हाम्रो प्रेम सिलुको गलाको पासो त बनेको होइन, आफ्नो घाँटी आफै दबाउँझै भइरहेको थियो। सिलुले पनि पूर्ण सहमति जनाएकी थिइन् मेरो बिहेको लागि। यस्तै यस्तै सोच्दै थिएँ म। सिलुले जीवनको अन्तिम घडीमा एउटा नोट यसरी लेखेकी थिइन्, मेरो संसारको सबैभन्दा ठुलो खुसी तिमी नै थियौ। मैले हरेक पल्ट आफू मरेर तिमीलाई बचाएकी पनि थिएँ। मैले यो निर्णय पहिले नै गरिसकेकी थिएँ। जुन दिन तिमीले हाम्रो प्रेमको अन्त्य भएको घोषणा तिम्रै मुखबाट सुनाएका थियौ। तिम्रो खुसी देख्नु थियो मलाई। मेरो यो मृत्युमा आँसु नझार्नु ल। असल दाम्पत्य जीवनको उदाहरण दिँदै यो उच्च नीच जातवाद धर्म छुवाछुतको भेदभावमा जगल्टिएको यो दुष्ट समाजको संकुचित भावनालाई डटेर निर्मल पार्नुपर्छ तिमीले। जुन तिमीले बार बार भन्ने गर्थ्यौ नि, अन्त्यमा तिमी र तिम्रो परिवार